डिब्रुगढ मरान एउटा ऐतिहासिक घटनाको साक्षी भएको छ। यहाँ एउटा हाइवेलाई इमर्जेन्सी ल्यान्डिङ स्ट्रेट बनाइएको छ, जहाँ विभिन्न सैनिक विमानहरूको साथै पब्लिक एयरक्राफ्टहरू पनि ल्यान्ड गर्न सक्छन् र यस घटनाको साक्षी भएका छन् प्रधानमन्त्री मोदीको साथै विभिन्न सैनिक अधिकारी र लाखौंको संख्यामा पब्लिकहरू। यो 4.2 किलोमिटर लामो हाइवे भारतको इमर्जेन्सीको समयमा ल्यान्ड गर्नलाई काममा आउनेछ।